गाइज गुड मर्निङ तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै नै छु अनि यो चाहिँ अर्को दिन तपाईँलाई रेपो जानु लाग्यो निन्द्रा नपुगेर आँखा चाहिँ यस्तो छ रेडी भइसक्यो तपाईँलाई केटाहरू पनि रेडी हुँदैछ अनि म चाहिँ रेडी भइसक्यो टाइम लाग्छ ल साथीभाइहरू हामी चाहिँ अब टक्क लगाएर निस्किनु पर्ने हुन्छ अनि यहाँ तलतिर सब आइसकेको रहेछ हाम्रो डोमराची ताचीहरू चाहिँ नि हामी टक्क लगाएर निस्किनु पर्ने हुन्छ फेरि पुरा चुहार भएर आएछ के हो लगाउने हाम्रो लगाउने नि भित्रतिर पुगेन चाहिन्छ लड्काहरू चाहिँ यहाँ निस्किसकेको छ अनि आमा ओ यहाँ हेर त एक लड्का मारेको छ त अनि केटाहरू के हो टिङमा खाने फेभरेट केटाहरूले त आउँछ के हो अब केटाहरूले सम्झाएर सिकायो के गर्छ पट्याउने भयो है सिद्धाउने भयो यार केटाहरू त अनि नचिन्ने छ त अनि मारेको गरेर यिनीहरू के हो के हो कसो हो मैले बुझाएन गाइडहरू अनि केटाहरू चाहिँ यहाँ दिनु सब माफेर आएको छ ल त्यही भएर सब उता जानुपर्ने हुन्छ बस चढ्न त्यही कलाएर अहिले भेट्नुपर्छ इतिहासमा सधैँ हिँड्दै ताक्छु म कहिले काहीँ त्यति बेला मेरो हार बनिदियो जिन्दगीको मोडमा सोच्न सकिन भने तिम्रो मिठो विचार मलाई दे खाइ कराउँदो रहेन मगन देख्नु पर्यो बिग फ्यान यो साथी भएर हामी चाहिँ आइपुग्यो खोइ त भैँसी सैँसी देखेन त अनि मैले यहाँतिर फेरि राईको जोडी सुहाउने देखाएको थिएँ मैले खोइ के हो यो के छ यो दोबु चेन भन्छ कि यसलाई चाहिँ नियमको दे खोइ कहाँ देख्यो भैँसी राईले जाउँ ल साथी भएर हामी चाहिँ टक्क लगाएर आइपुगिसकेछौँ केटाहरू त फोटोसोटो खिचाएको छ टन्नै के भिडियो हाम्रो गएको केटीहरू केटाहरू यहाँ छ मिसहरू सुरु हो गया सुरु हो गया भाइ सब माया बढेरै नसक्छौ हो तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि अब जानी भए जाऊ
त्यो चालो देखेर आज फुरफुरी लाग्यो कपालुलाई फर्किन हेरौँलाई अरे बगैला चुदौली चुराई फुलेको फुल लिएर जान्छ मेरो साथीहरू यहाँ चाहिँ हात्तीको आवाज सुन्दै पनि हामीले यस्तो कत्रै आउँदो रहेछ यहाँबाट माथि जानुपर्ने हुन्छ अरे हामी चाहिँ त्यहाँ चाहिँ हात्तीको आवाज आउँदो रहेछ के छ भिडियो बनाउने इतिहासको के खासै ज्ञान हात्तीहरू चाहिँ उता छ यो त अनि तल माथि मात्रै हुन्छ भ्यू चाहिँ यस्तो छ है। ल साथीहरू हामी चाहिँ अब टक्क लगाएर यहाँ रेल चढ्न लाग्यो रेलले चाहिँ अब कुरिरहेछ अनि यहाँ चढ्नुपर्ने हुन्छ जहाँ चढ्न त फर्स्टमै चढ्नुपर्ने अगाडिदेखि टक्क लगाएर अब यता बस्नुपर्ने हुन्छ हामी चाहिँ एक्सपिरियन्स लिनुपर्ने हुन्छ कतिको मजा आउँदो रहेछ खोइ त अनि सेफ्टी केही छैन ल त्यही अहिले पछि भेटाउँला है त साथीभाइहरू रेल त हानियो अब यो मेरो कस्तो भइरहेको लास्ट त्यही नै डर लागेर झन्डै मरिन गाइज अब फेरि उता अर्कोमा जानुपर्ने हुन्छ हामीले टक्का लगाएर फेरि त्यहाँ जाउँ त्यहाँको नि एक्सपिरियन्स दिनुपर्ने हुन्छ नि त हामी चाहिँ अर्कोटमा आइसक्यौँ फेरि के हो गर्मी छ त एउटा हाम्रो सर्दी चाहिँ राम्रो छ यो छिटो कुद्दैन क्या खोइ बिस्तारै हो कि छिटो यस्तै रहेछ क्या यस्तै हो र मजा आउँदैन त रुमाथि पुगिसक्यो हामीले अगाडि त्यो चाहिँ उता बरु त्यही मजा आउँछ है उता चाहिँ यस्तो छ यो पछाडि चाहिँ हो यस्तो छ त्यहीँ चढ्नु पर्ने रहेछ यो घुटु घुप 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 त के मजा खोइ त के विधि स्लो चलाएर यस्तै क्या माथिदेखि किन कराएको यसरी यता नकराइदेऊ न साथी यसरी कराउनु हुन्न त यहाँ छ लास्ट नै कराउनु रहेछ हौ यो त यसरी नकराइदेऊ यार Bye bye. अब चाहिँ जानुपर्ने हुन्छ यहाँबाट अब अर्को गोरिल्ला हेर्नुपर्ने हुन्छ यहाँ कति हेर्नु यो साथी तिमी यसरी नकराइदेऊ मलाई यहाँ टेन्सन भइसक्यो तिमी यसरी कराएर हामी चाहिँ अर्को ठाउँ जानुपर्ने हुन्छ टक्कर यो के हो अब कसो ग्यास चलो न मैं देखा दूंगा हम अब गोरिल्ला देखेंगे पानी पानी वो गोरिल्ला किधर है
ये गोरिल्ला मैं अभी तक नहीं देखा हूँ, इसलिए गोरिल्ला है। यो रनमाया त कति बित्ती गोरिल्ला देखा? गोरिल्ला देखना चाहिए। वो ऊपर है क्या? बड़ा बड़ा वाला। हाँ मैं दिखा दूंगा वो इधर गोरिल्ला देखने आएर गोरिल्ला ही नहीं है यार। यहाँतिर एकछिनहरू पनि हुन्छ। ल साथीभाइहरू टक्क लगाएर हामी चाहिँ उता घुम्यौँ, खास खाएर अनि टक्क लगाएर यता बोटिङ हाल्नुपर्ने हुन्छ। चाहिँ यस्तो छ, तपाईँ टिकट सिकट काटौँ भने यहाँबाट जानुपर्ने हुन्छ, उता बोटिङ हाल्नुपर्ने हुन्छ। टक्क लगाएर उता गएर भेटौँ है त। चलेर आएको छ यहाँ केटाहरू है। भर्खर अझै 20 मिनट बाहिर जम्ने अब चाहिँ आउने भयो त्यो ठोकिँदैन। जाने भए जाऊ ए माया बढेरै नसजाऊ हो तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि अब जाने भए जाऊ ए माया बढेरै नसजाऊ हो तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि कपालुलाई फर्किन हेरौँलाई Thank you.